भीमराज सेवा मगर न पाऊं, सेवा मगर न पाऊं। तिम्रो सेवा गर्ने अधिकार ममा कहाँ छ? तिम्रो सेवा गर्ने योग्यता ममा कहाँ छ प्रभु? तर एउटा आशा छ र विश्वासका साथ मैले निवेदन गरेँ, हजुरको सेवकको सेवा गर्न पाऊँ। प्रभुकै कथा सुधामा, प्रभुकै सुधामा तन मन वचन लगाऊं, तन मन वचन लगाऊं। स्वर्ग मुक्ति चाहन स्वर्ग मुक्ति छाडेर नाथ पाऊं, छाडेर नाथ पाऊं। विषय मनुष्यहरूको, विषय मनुष्यहरूको संगत विषय न लाओ, संगत विषय न लाओ। हे प्राणनाथ भगवन, हे प्राणनाथ भगवन, भिक्षा यही म पाऊं, भिक्षा जसरी एउटा गुणमा रहेको सानो सानो चल्ला दिनभरि पिता माताको विरह, यता अन्य पशु पक्षीको भय र आफ्नो शरीरबाट उत्पन्न भएको भोग तीर्खाबाट सन्तप्त रहेर जसरी आफ्नो माउको प्रतीक्षा गर्छ प्रभु, त्यसै गरी म तिम्रो प्रतीक्षा गर्न सक्ने कहिले मनौला। जसरी एउटा साना बाछा बाछीहरू आफ्नो आमालाई सम्झेर जुन बाँ गरेर तडपिरहन्छन्, त्यस्तो म कहिले बन्न सकुला। जसरी गोपीहरू कृष्ण विरहले विरही हुनुभयो, त्यसै गरी म विरही बन्न कहिले सकुला प्रभु। अब यी सबै कुरा छोडिदिए बक्सियोस्, एउटा कुरा चाहिँ मेरो माग पूर्ण गरी बक्सियोस् प्रभु। म आफ्नो कर्म कुकर्म सुकर्म जे होस् यसको बदला, यसको फल स्वरूपमा जुन योरीमा जानु परोस् मलाई कुनै फिक्री छैन, तर तिम्रा स्वजनहरूको साथ मलाई कहिले नछुटोस्। जो विषयासक्त छन् तिनको भेट कहिले नहोस्। हरिसा ती जोसुकै हुन्। ममोत्तम श्लोक जनेषु सख्यं संसार चक्रे भ्रमतस्व कर्मभिः त्वन्माययात्मात्मजदारगेः स्वासक्त चित्तस्य नाथ भूया। जहाँ म जाऊं निज कर्म ले करी भेटौं म तिम्रा जन लाई हरि। माया परी जो घरदार पुत्र मां आसक्त छन् भेट न हुन् तिनिया। इन्द्रसँग जितेर स्वर्ग पाउन भन्दा यीसँग हारेर भगवान पाउन बेस छ भने भयङ्कर युद्ध भयो। वृतासुरजीको एउटा हात काटियो, यता वृतासुरजीको प्रहारले इन्द्रको हातबाट वज्र भूमिमा गिर्यो। यता सकुचाउने इन्द्रलाई संकेत गर्दै भन्नुहुन्छ, हे महाराज इन्द्र यस्तो भूल नगर, आज वीर भएर पनि यहाँ त हेर एक एक क्षण महत्त्वपूर्ण छ। त्यसकारणले उठाऊ प्राण, वज्र उठाऊ, ल मसँग युद्ध गर। सुरपतिद्वारा अरूको बाँकी छिन्न भयो जब हात कैसा। पेट भित्र कुलो हो र त्यही वज्रद्वारा पेट फोडेर इन्द्र महासुरजी भवबन्धनबाट मुक्ति प्राप्त गर्नुभयो र भगवान शेषको चरणमा मिल्नुभयो। जय नीलाम्बर जय शङ्कर शरण जय मोसरी बलराम। जय हलधर जय शेष स्वतन्त्र जय रोहिणी।
सरोवरको कमल डाँठमा गएर लुक्नुभयो, 1000 वर्ष तपस्या गर्नुभयो र ब्राह्मण हत्याबाट उन्मुक्ति प्राप्त गर्ने इन्द्र महाराज पुनः स्वर्गको राजाको रूपमा वर्णन गर्नुभयो। ऋषिहरूले कृष्णचन्द्र भगवान की। जय। परीक्षित महाराज